हिजोको भिडियोमा हामीले पोलिनेसन र फर्टिलाइजेसन भनेको के हो र तिनीहरू बीच चाहिँ के डिफरेन्स छ भनेर हामीले चाहिँ हिजो पढेको थियौं र त्यसमा चाहिँ तपाईहरुले के कति बुझ्नुभयो अथवा यो भिडियोमा चाहिँ तपाईहरुलाई के प्रतिक्रिया छ भने कमेन्ट गर्न सक्नुहुनेछ है। र आज चाहिँ हामी चाहिँ फर्टिलाइजेसन इन फ्लावरिङ प्लान्ट्स है, यो पोलिनेसन फर्टिलाइजेसन जे जति पनि छ यो चाहिँ हामीले चाहिँ फ्लावरिङ प्लान्ट्स फुल फुल्ने बिरुवामा पढ्छौं र फुल नफुल्ने बिरुवामा चाहिँ हाम्रो त्यसको फर्टिलाइजेसन प्रोसेस चाहिँ अरु बेग्लै नै हुन्छ है। ल आज चाहिँ हामी चाहिँ तपाईहरुले चाहिँ एक्जाममा चाहिँ यो क्वेशन कसरी सोध्न सक्छ भन्दाखेरि चाहिँ फर्टिलाइजेसन भनेको के हो र यसको प्रोसेसहरु के हुन् भनेर आउन सक्छ, अथवा सीड फर्मेसन कसरी के हो, बिउ कसरी बन्छ, अथवा सीड डेभलपमेन्ट बिउ विकास कसरी हुन्छ भनेर पनि तपाईलाई एक्जाममा क्वेशन यसरी आउन सक्छ है। अब हामी जाम यसको प्रोसेस। अब जब हामी यो फर्टिलाइजेसन भनेको चाहिँ सबभन्दा पहिला पोलिनेसन हुन्छ, पोलिनेसन पछि मात्रै फर्टिलाइजेसन हुन्छ है। जुन तपाईको पोलिनेसन भएर जुन आएको थियो पोलेन्सहरु हैन, यो स्टिग्मामा पोलेन्सहरु यहाँ देख्न सक्नुहुन्छ भिडियोमा। यसमा चाहिँ जुन पोलेन्सहरु आएको थियो त्यो पोलेन ग्रेन्सहरु है, पोलेन ग्रेन्सहरु यसरी पोलेन ट्युब हुँदै ओभरीमा जान्छ र यहाँ भित्र चाहिँ फर्टिलाइजेसन हुन्छ है। त्यो प्रोसेसलाई नै हामी के भन्छौं, फर्टिलाइजेसन भन्छौं। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पोलेन ग्रेन्सलाई अर्को नाम के भन्छ भन्दा चाहिँ मेल ग्यामेट्स पनि भन्छ है, मेल ग्यामेट्स पनि भन्छ। अनि तपाईले यहाँ चाहिँ देख्न सक्नुहुन्छ दुईटा मेल ग्यामेट्स मात्रै, ओन्ली 2 मेल ग्यामेट्सहरु पोलेन ट्युब हुँदै आउँछ है। र एउटा पोलेन छ जुन एउटा मेल ग्यामेट छ, त्यो मेल ग्यामेट्स यहाँ तपाईले देख्न सक्नुहुन्छ तीनटा एक्स मध्ये एउटा एक्स सँग क्रस गरेर के बनाउँछ, जाइगोट बनाउँछ। एउटा मेल ग्यामेट्स आएर ओभरीमा आएर त्यसमा भएको एउटा एग सँग क्रस गरेर के बनाउँछ, जाइगोट बनाउँछ र पछि यो जाइगोट नै के हुन्छ, नयाँ सीडमा डेभलप हुन्छ है। हो तपाईले यसमा चाहिँ भने अर्को अब यसमा आउँछ, अब अर्को पोलेन ग्रेन्स कहाँ जान्छ त नि, अर्को पोलेन ग्रेन्स चाहिँ यसमा भएको तपाईको ओभरीमा भएको पोलर न्यूक्लियाई छ नि, दुईटा पोलर न्यूक्लियाई देख्न सक्नुहुन्छ यहाँ कालो डट, त्यससँग क्रस गरेर के बनाउँछ, इन्डोस्पर्म बनाउँछ है, इन्डोस्पर्म बनाउँछ। र यो इन्डोस्पर्म पछि गएर केमा चेन्ज हुन्छ तपाईको, यो चाहिँ पछि गएर कोटिलेडन अथवा के हो कोटिलेडन इन्डोस्पर्म भनेको, यो भनेको रिजर्भ फुड मेटेरियल्स है, रिजर्भ फुड मेटेरियल्स हो जुन चाहिँ बिउ उम्रनको लागि चाहिँ आवश्यक पर्छ है। अब तपाईहरुले चाहिँ यसमा चाहिँ जुन यो ग्यामेट्सहरु छ नि, यो ग्यामेट्सहरु यो एग्सहरु यिनी सबै ह्याप्लोइड हुन्छ है, मतलब यानमा हुन्छ है, ह्याप्लोइड हुन्छ, यिनीहरु सबै ह्याप्लोइड हुन्छ, यानमा हुन्छ है। अनि जुन योबाट इन्डोस्पर्म बन्यो नि, पोलर न्यूक्लियाईसँग एउटा मेल ग्यामेट्स आएर क्रस भएर है, यहाँ गएर क्रस गरेर एउटा इन्डोस्पर्म बन्यो नि, इन्डोस्पर्म चाहिँ 3 यान हुन्छ है। किन भन्दाखेरि चाहिँ एउटा मेल ग्यामेट्स भयो हैन, यो चाहिँ पोलर न्यूक्लियाईसँग क्रस गर्छ नि त, पोलर न्यूक्लियस कतिवटा हुन्छ, दुईटा हुन्छ, 2 र 1 कति भयो, 3टा भयो। इन्डोस्पर्म जहिले 3 यान हुन्छ भने जुन यो एग र एउटा मेल ग्यामेट्स क्रस भएर बनेको छ त्यो चाहिँ जहिले पनि डिप्लोइड हुन्छ है। यो यान भयो दुईटा गरेर 2 यान भयो, यो भनेको डिप्लोइड भयो है, डिप्लोइड भयो। इन्डोस्पर्म चाहिँ के हुन्छ तपाईको चाहिँ 3 यान हुन्छ है, अथवा ट्रिप्लोइड भन्छ है, ट्रिप्लोइड। यो भयो तपाईको चाहिँ फर्टिलाइजेसन प्रोसेस। के कति बुझ्नु भयो है, कमेन्टमा तपाईहरु चाहिँ फिडब्याक दिन सक्नुहुन्छ।